सैलुङको मिनी ग्रेट वाल जान 50 रुपैयाँ तिर्नुपर्ने, बदलामा पर्यटकले के पाउँछन्, पैसा कहाँ खर्च हुन्छ? साउन 1 गतेदेखि सैलुङ स्थित कालापानी मिनी ग्रेट वालमा प्रवेश गर्न पैसा तिर्नुपर्ने भएको छ। यो सँगै सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी हुन थालेको छ। तर प्राकृतिक सम्पदा जगाउन, सरसफाई कायम गर्न र आवश्यक पूर्वाधार विकास गर्न पैसा तिर्नु विश्वभर अपनाइने अभ्यास हो। त्यसैले प्रति व्यक्ति 50 रुपैयाँ शुल्क आफैमा ठुलो विषय होइन, त्यो रकम कहाँ र कसरी खर्च हुन्छ भन्ने नै सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो। मिनी ग्रेट वालमा प्रवेश शुल्क लागू गर्ने निर्णयलाई एकैपटक गलत वा सही भन्न मिल्दैन। एक हातले ताली बज्दैन भने चाहिँ यस विषयमा गाउँपालिका, स्थानीय व्यवसायी र पर्यटक तिनै पक्षको भूमिका उत्तिकै महत्त्वपूर्ण छ। प्राकृतिक सम्पदा जगाउन, सरसफाई गर्न र आवश्यक पूर्वाधार निर्माणका लागि शुल्क लिनु नराम्रो होइन। तर भोलि भन्दा काम ठुलो भने चाहिँ शुल्क उठाएर मात्रै हुँदैन, उठेको रकम कहाँ खर्च भयो, त्यसले कस्तो परिवर्तन ल्यायो भन्ने कुरा व्यवहारमै देखिनुपर्छ। स्थानीय व्यवसायीले वर्षौंदेखि कर तिरिरहेका छन् भने त्यो कर कहाँ खर्च भयो भन्ने जिज्ञासा स्वाभाविक हो। धुवा बिना आगो बल्दैन, अर्थात् जनताले प्रश्न उठाएका छन् भने त्यसको स्पष्ट र पारदर्शी जवाब दिनु गाउँपालिकाको दायित्व हो। अर्कोतर्फ निर्णयको समर्थन गर्नेहरूको तर्क पनि कमजोर छैन। यदि सङ्कलित राजस्वले शौचालय, पार्किङ, फोहोर व्यवस्थापन, सुरक्षा, सूचना बोर्ड, पदमार्ग मर्मत र पर्यटक मैत्री सेवा विस्तारमा वास्तविक सुधार ल्याउँछ भने 50 रुपैयाँ खर्च होइन, सैलुङको संरक्षणमा गरिएको लगानी हुनेछ। तर नाम ठुलो, दर्शन सानो हुने अवस्था आउनु हुँदैन। शुल्क तिर्ने पर्यटकले सुविधा नपाए असन्तुष्टि बढ्छ र पर्यटन प्रवर्धनको उद्देश्य नै कमजोर बन्न सक्छ। त्यसैले अब गाउँपालिकाले शुल्क उठाउने मात्र होइन, सङ्कलित रकमको नियमित सार्वजनिक विवरण, पारदर्शी खर्च र देखिने परिणाम प्रस्तुत गर्नुपर्छ। आलोचनालाई विरोध होइन, सुधारको अवसरका रूपमा लिन सके सैलुङ अझ उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नेछ। अतः शुल्क लिनु ठिक हो, तर जसले पैसा तिर्यो उसले सेवा पनि पाउनुपर्छ भन्ने सामान्य सिद्धान्त कहिले बिर्सन हुँदैन। पारदर्शिता, व्यवस्थापन र जिम्मेवारीसँगै अघि बढे मात्रै यो निर्णयको वास्तविक सफलता मापन हुनेछ।